Hello and namaste. Welcome to my another vlog. आज चाहिँ हामी देवचुलीको ट्रेकिङमा जाँदैछौँ. हाम्रो फ्यामिली टुर बिगिनिङ फ्रम हियर. मैले राखेको के टाइप से जाँदै रुपेशको नम्बर छैन कति बजे जान्छ रुपेशहरु हेलो गाइस फाइनल्ली हामी गाडीबाट झर्यो है. अब जानुपर्ने उता हो. बाटो छ हैन बादल आछिटा हैन कति छ 2 मिनेट पनि लाग्दैन हेर्न कति छिटो भिडियो बनाइदिन सुरु हुँदैछ. जस्ट अर्को बोतल काटेर पवन भाइले काम गर्दैछ. सबै यहाँ चाहिँ हाम्रो रुम अनि जस्ट अगाडि क्याम्प फायर मकैको सुलीको मुनि सुरु हुँदैछ. गुड मर्निङ गाइस. ल अब चिया खाने बेला भयो होइन. अब ल हिँड्नुपर्छ सनराइजको भ्यू हेर्नको लागि. बहिनी तैँले मोबाइल लिख्न सक्छस् बिक्री गरिराख्ने कि यति हो अब नि भएकै बस्दैछ जस्तो त. हामी रेडी है जानको लागि. चियाको चुस्कीसँगै है. ल जर्नी स्टार्ट फ्रम हियर. ल हामी चाहिँ देवचुली सनराइजको लागि निस्केको छौँ है त. हेलो हेलो गाइस अल गाइस. ओके माथिको बाटो माथिको
ल है ल ल माथि 10 मिनट थाक्यो एउटा बनाए अर्को जान्छ यार के गर्ने चन्द्रमाको उदय भएको छ परेको दाइ अझै अलिकति त ल डेन्जर पान भयो वाउ यसकै लागि त हो आएको लगभग पुगिसक्यो कन्डिसन हो वाउ हाम्रो टोलीहरू अगाडि बढिसक्यो रनिङ हालिन्छ हामी त ओहो हो मान्छेहरू सनराइजको भ्यू हेर्नको लागि सबैजना रेडी भएर बसिसक्नु भएको छ हरै लागेर है ब्युटिफुल भ्यू खै आयुषहरू जस्तो लागिसक्यो आइदियो त फाइनली हामी अब फर्किने बेला भइसक्यो हाम्रो है प्रत्येक त्यति अगाडि रहँदा त्यो फर्किन सक्छ ल ल गाइस अब हामी देवचुली गएर फर्कियो अब साह्रै रमाइलो रहेछ यो ठाउँ
यसले हेरे कि कसरी हेरि जस्तो अहिले कसले दाइ ल्याउनु म राम्ररी बनाइदिन्छु हजुर भयो नि कसले हजुरको टाउको यति बाइकमा के कसले देख्यो दाइ त्यसरी हेरेको त्यति छेउमा नजा दाइ आउनु त छिट्टो गर्न त किन बाँध्ने दाइ आउनु त कि तँ बाँधेर जान्छ भन्थे दाइ आउनु त त्यो गर्नु आउँछ अरे कुकुरको पनि खिच दाइ त्यो टेकेकै छैन कि ढुङ्गा कुकुरले भुकेर चढेर बसाएर उ हुनु होला एकचोटि आउँछ हेर्नु हुँदैन बिस्कुट छ है बिस्कुट डर भन्नुहुन्छ कहिलेदेखि बसेको त्यो धेरै छड्केन होला ठिकै ठिकै केही गर्दैन ल त्यहीँ रोक्यो नि त नहीं 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 यति गर्दै आएको छु गुफालाई यही हो गुफा त हो नि यो होइन दाइ गुफै हो गुफै हो ठाडै छ नि त ल हामी चाहिँ जेलकोमा ढिलो आएको थियो नि हिँडियो अब सिधै उता छ घरतिर लगभग टुर सकियो अब त्यहाँ अगाडि पुगेपछि होइन यार यस्तो थियो यो बाटो सिमी भनेको हामी सिमी भन्दै आएको थियौँ कसलाई याद आयो मलाई के भयो त पर्सन एकदमै मजा आयो भन्न त के यहाँ यो बाटो हिँड्दाखेरि कस्तो फिलिङ भयो रोकोस् एकदमै रमाइलो भयो एकदमै के भयो भन्न आँसु मात्रै खसाल्न सक्छ फाइनल्ली हामी घर आयो है त ल आइयो आइयो ल ल